हेलो गाइस, वेलकम माई मिनी ब्लग। सबैजनालाई नमस्ते। आज चाहिँ मेरो यो सेकेन्ड मिनी ब्लग हो है। हामी भने बिहानै उठेर दुई भाइ एउटै ब्याग लिएर हामी चाहिँ गइरहेका छौँ। हामी भने यहाँबाट किर्तिपुरबाट सिधै उता किर्तिपुर बहिनीको रुममा जाँदैछौँ गाइजहरू है। सुरुमा हामी चाहिँ त्यहाँ बहिनीको रुममा पनि गयौँ गाइजहरू। हामी चाहिँ त्यहाँ टक्क रुममा पुग्यौँ है। भित्र बहिनी एक्लै रहेछन्। त्यहाँ गएर एकछिन बसियो है। त्यहाँ बसेर हामी चाहिँ फेरि निस्क्यौँ। हामी चाहिँ काममा या अर्को काममा दाइको यता विश्वास क्याम्पसमा जाने भनेर गयौँ। हामी चाहिँ त्यहाँबाट सुन्धारा पुग्यौँ। सुन्धाराको फ्री पार्किङ छ गाइजहरू यहाँ चाहिँ। त्यहाँ गएर फ्री पार्किङमा बाइक राख्यौँ है। त्यहाँ सुरक्षित पनि हुन्छ कि फ्री हो पार्किङ, पैसा लाग्दैन। त्यहाँबाट लाग्यौँ हामी चाहिँ धरहरा नजिकैको मलमा गयौँ लिफ्ट चढेर 5औं तलामा। हामी चाहिँ यसरी 5औं तलामा गइसकेपछि है ल फाइनली हामी चाहिँ 5औं तलामा चढ्यौँ। त्यहाँ चाहिँ फेरि अर्को प्लान भयो। दाइले चाहिँ यहाँबाट चाहिँ तल जान्छु भन्नुभयो। फेरि मैले पनि जानु भने। त्यहाँबाट चाहिँ उताबाट जानुहुन्छ है। अब हेरौँ है, यहाँबाट जानुहुन्छ। म चाहिँ यहाँबाट भिडियो बनाइरहेको थिएँ कि है। अब यहाँबाट चाहिँ हेर्दै हुनुहुन्छ मलाई चाहिँ। म सट्टै यता आएँ है, राइट साइडमा आएँ। म चाहिँ यहाँबाट तल खोज्दै हुनुहुन्छ कि मलाई कता गयो भनेर हेर्दै हुनुहुन्छ है। ल हेर्नु है, हेर्दै हुनुहुन्छ है। ल कहाँ गयो ल हेर्नु है, यस्तो छ क्या है। यहाँबाट अब चढ्नु भयो, यहाँबाट माथि आउनुभयो है। टक्क लिफ्टबाट माथि आउनुभयो। ल हेर्नु है। ल यहाँ अब के गर्नुहुन्छ है, कता जानुहुन्छ ल हेरौँ है। मलाई देख्नुहुन्छ या नै हेरौँ है। ल म चाहिँ यता छु, तर दायाँ र बायाँ बल्ल देख्नुभयो। हामी चाहिँ त्यहाँ धरहरा नजिकै टपरी मोमोमा गएर हामीले चाहिँ छिटो त्यहाँ गएर टक्क लाएर हामी चाहिँ 2 प्लेट मोमो मगायौँ। त्यहाँ चाहिँ हामीले 2 प्लेट मोमो मगाउनको लागि सर्वप्रथम 2टा टोकन लियौँ है। त्यहाँ पैसा अनलाइन हुँदैन, क्यास तिर्यौँ। मोमो खाएर चाहिँ हामी फेरि आकाशे पुलतिर लाग्यौँ। आकाशे पुलमा जाँदैछौँ गाइजहरू है। आकाशे पुलमा गएर त्यहाँ फोटोसोटो खिच्यौँ। फेरि हामी चाहिँ त्यहाँबाट उता गयौँ विश्वास क्याम्पसमा। त्यहाँ काम सकेर फेरि हामी चाहिँ फर्किँदैछौँ गाइजहरू है। त्यहाँबाट फेरि हामी चाहिँ यता सिंहदरबार हुँदै हामी चाहिँ त्यहाँबाट सिधै रुम आयौँ। हस्, धन्यवाद। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला गाइजहरू।